तपाईको नाम? मेरो नाम ठोकबहादुर हो नानी। ठोकबहादुर? कस्तो नाम हो यो ठोकबहादुर? खोइ नानी कस्तो हो कस्तो, मेरो मामाले राखिदिनु भएको नाम हो यो। अनि तपाईको थर? मेरो थर चाहिँ विलियम्स। विलियम्स? हजुर नानी, ठोकबहादुर विलियम्स हो मेरो पुरा नाम। अंकल तपाईको बाबा विदेशी हो नि बाबु, कसरी थाहा भयो? तपाईको नाम सुनेर थाहा भयो नि, कसरी थाहा हुनु र? तपाईलाई थाहा छ अंकल, तपाईको नाम सुनेर दुईटा कुरा थाहा हुन्छ नि। के बाबु? एउटा त यही तपाईको बाबा विदेशी रहेछ भनेर, अनि अर्को चाहिँ तपाईको मामा एक नम्बरको बोका रहेछ भनेर। नत्र कुन चाहिँ मामाले आफ्नो भान्जाको नाम ठोकबहादुर राख्छ भन्नु त? बात त सही है। होला त्यही भएर मेरो मामाले 3-3वटा बिहे गर्नु भएको रहेछ। अंकल तपाईको उमेर भन्नुस् त? अब नानीलाई के ढाट्नु, हेर्दा त 40 वर्षको देखिन्छु, तर 50 हो खासमा। अनि काम चाहिँ के गर्नुहुन्छ नि? काम पनि भन्नु र? भन्नु पर्यो त अंकल, यहाँ फर्ममा लेख्नु परेन? खासै ठुलो काम त गर्दिन, त्यही अमला बेच्छु। मम्मी! के भयो नानी, के भयो? भूत देख्यौ कि क्या हो? केही होइन अंकल, उसलाई घरिघरि मम्मीको याद आउँछ के, त्यही भएर मम्मी मम्मी भन्दै कराउँछ। ए हो र, बिचरा नानी, लेउ अमला खाऊ, मन हल्का हुन्छ। नाइ हुन्न, उता लानुस् यसलाई, उता लानुस्। के भयो नानी, अमला खानु त राम्रो हो नि, एउटा अमलामा 10वटा स्याउको भिटामिन हुन्छ, थाहा छैन तिमीलाई? जेसुकै होस्, म खादिन तपाईको अमला। यहाँ ल्याउनुस् त्यो अमला, मेरो जिएफलाई लगेर दिन्छु म। भुलेर पनि त्यो अमला आफ्नो जिएफलाई नदिनुस्, पछि पछुताउनु पर्ला। किन? के छ र यो अमलामा? त्यो मलाई थाहा छैन, तर तपाईले यो अमला आफ्नो जिएफलाई दिनुभयो भने पछि तपाईँ धेरै पछुताउनुहुन्छ। ल त्यसो भए इङ्ग्लिस पढाउने म्यामलाई दिन्छु। जहिले पनि टक इन इङ्ग्लिस भनी बस्छ, अब यो अमला दिएर उहाँको मुखै बन्द गरिदिन्छु। ल बेस्ट अफ लक तपाईलाई पनि। मलाई चाहिँ किन? त्यो तपाईले 9 महिनापछि आफै थाहा पाउनुहुन्छ। ल अंकलको फर्म भरिसक्यो होइन, अब मेरो भरौँ त। कहाँ सक्नु, अझै बाँकी छ नि। तेरी कति टाइम लाग्यो के, छिटो गर्नु न हौ, ढिलो भइसक्यो मलाई। तिमीलाई चाहिँ के को हतार छ के? घर गएर पनि लुडो खेल्ने त होला नि। तपाईलाई थाहा हुन्छ म घर गएर लुडो खेल्छु कि के गर्छु भनेर? आफू जस्तै सम्झिनु भयो कि क्या हो? 2 घण्टा अमला बेच्ने अनि दिनभरि घरमा थन्किने। 2 घण्टा रे? हरेक दिन 20 केजी अमला बेच्छु म, र त्यति बेच्नलाई मलाई 6 घण्टा लाग्छ। तिमी बेचेर देखाउ त 2 घण्टामा, सक्छौ? ल म 20 केजी अमला 2 घण्टामा बेचेर देखाउँछु, त्यसपछि के दिनुहुन्छ मलाई? ल ठिक छ, तिमीले 20 केजी अमला 2 घण्टामा बेच्यौ भने म तिमीलाई मेरो पार्टनर बनाउँछु, अनि तिमी र म मिलेर बेच्नुपर्छ अमला। राइट, तिम्रो अमला तिमी नै बेच। 20,000 को काम छोडेर तिम्रो अमला बेच्छु म अमला बेचेर 60,000 कमाउँछु। अब भन। 60,000? अंकल तपाईको फोन नम्बर दिनु त, म पनि भोलिबाट अमला बेच्छु तपाईसँग। चुप लाग तिमी, जे पाए त्यही नबोल त। अंकल खाता खोल्ने होइन? खोल्ने नि नानी, तर यो बाबुले डिस्टर्ब गरेर खोल्नै दिँदैन। मैले के डिस्टर्ब गरे? मैले हात पक्रेको छ कसैको? तपाई एकछिन चुप लाग्नुस् त, मलाई फर्म भर्न दिनुस्। फर्म भरेको कि महाभारत लेखेको? फर्म भर्न पनि यत्रो समय लाग्छ? इग्नोर, तिमी फर्म भर। अंकल तपाई कहाँ बस्नुहुन्छ? म घरमा। घरमा त हामी सबै बस्छौं नि, तपाईको ठेगाना भन्नुस् भनेको। ए ठेगाना? ल लेख्नुस्, हात्तीटोल, गैडा मार्ग, वडा नम्बर 10, भ्यागुतो महानगरपालिका। पाब्लो